यो वर्ष वर्षायामको सुरुवात सँगसँगै क्युलेक्स नामक लामखुट्टेको टोकाइबाट सर्ने जापानी इन्सेफ्लाइटिस रोगको सङ्ख्या पनि बढ्दै गएको छ। हालसम्म 58 जनाको पोजिटिभ अथवा जापानी इन्सेफ्लाइटिस देखिएको छ भने जसमध्ये 16 जनाको मृत्यु भइसकेको छ। यो करिब 27% को मृत्यु हो र यो कहाँ देखिएको छ भने यो तराईको भूभागमा बढी देखिएको छ। विशेष गरी जहाँ धान खेत हुन्छ, जहाँ सुँगुर पालन गरिन्छ, जहाँ हाँस पालन गरिन्छ त्यस्तो ठाउँमा यो रोग देखा परेको छ। यो रोग देखा पर्ने अधिकांश करिब 90%ले खोप लिनु भएको थिएन। जसको मृत्यु भयो उहाँहरूले पनि खोप लिनु भएको थिएन। र अहिले हामीले नियमित रूपमा बालबालिकालाई 12 महिनाको उमेरमा खोप दिइरहेका छौँ र कसै गरी त्यो खोप छुट भयो भने हामी 5 वर्षको उमेर समूहमा त्यो खोप दिन्छौँ। खोपले काम गर्छ भन्ने कुरा यही उदाहरणले देखा पनि परेको छ। जापानी इन्सेफ्लाइटिसका लक्षणहरू देखा परेको बिरामीहरू छ भने तत्काल अस्पतालमा लैजानको लागि म अनुरोध गर्छु। लक्षणहरू कस्ता देखिन्छन् त? लक्षणहरू उच्च ज्वरो आउने, बिस्तारै टाउको दुख्ने, उसको चेत अवस्थामा परिवर्तन आउँदै जान्छ, लडबडाउँदै बोल्ने अथवा मलाई यस्तो धेरै टाउको कहिले पनि दुखेको थिएन भन्दै भन्दै बिहोस पनि हुने, कसैलाई मुर्छा पर्ने र बिस्तारै कोमामा जाने, त्यस्तो खालको अवस्था लक्षणहरू देखाउन सक्छ। त्यो भनेको अलि पछाडि जटिल भइसके पछाडि। सुरुमा उच्च ज्वरो र उच्च टाउको दुख्ने भइसके पछाडि तत्काल अस्पतालमा अथवा नजिकैको स्वास्थ्य संस्थामा लगेर एकचोटि देखाउनु होला। छिटो अस्पताल पुगेर उपचार लिन थालिसके पछाडि जटिलता घट्छ र त्यसै गरी मृत्यु हुने सम्भावना पनि घट्छ। र कुनै पनि खालको घरेलु औषधिले अथवा कुनै पनि खालको तन्त्र मन्त्रले यो ठिक हुँदैन। अस्पतालमा छिटो गरेर पुर्याउन सक्यो हाम्रो तथ्याङ्कहरूले के देखाउँछ भने उहाँहरूलाई हामीले बचाउन सफल भएका छौँ, जटिलता घटाउन सफल भएका छौँ।